खै कहाँ छन् जीवी राई? किन खोज्दैन सरकार? राज्य संयन्त्रको असफलता कि नियत बस लाचारी? सरकारको नियतमाथि नै शङ्का। जीवित छन् कि सिद्ध्याइए? कसरी चलिरहेका छन् जीविका कम्पनीहरू? धमाधम ठुला माछा पक्राउ गर्ने अनि सहकारी पीडितको पैसा फिर्ता गर्ने सरकारी नीतिको कारण जीवी राईको नाम फेरि चर्चामा आउन थालेको छ। हुन पनि विगतमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र उनको टोलीले संसददेखि सडकसम्म सम्पूर्ण सहकारी ठगीको दोष नै जीवी राई एक्लैको टाउकोमा थोपर्ने गरी एउटा बलियो राजनीतिक भाष्य निर्माण गरेका थिए। मानव जीवी राई पक्राउ पर्ने बित्तिकै जादुको छडी जस्तै 21 अर्ब रुपियाँ रातारात फिर्ता हुनेछ। तर समय चक्र र सत्ताको खेल अनौठो छ। राजनीति र सत्ता समीकरण फेरिएसँगै अहिले अचम्मको दृश्य देखिएको छ। हिजो जसमाथि कारबाहीको तरबार झुनिएको थियो, आज तिनै पात्रहरूसँगै जीवी राईका कतिपय मुद्दाहरू समेत राज्य संयन्त्रकै मिलेमतोमा धमाधम फिर्ता भइरहेका छन् वा मन्द गतिमा धकेलिँदैछन्। यसले एउटा गम्भीर कूटनीतिक र सुरक्षा सम्बन्धी आशंका जन्माएको छ। के सरकार साँच्चीकै उनलाई पक्राउ गरेर नेपाल फर्काउने सोचमा छ कि उनलाई नेपाल ल्याउँदा सत्ताको जग्ने हल्लिने गरी ठुला नेताहरूको नाम पोलिने डरले सरकार आफै उनलाई लुकाउन वा मलेसियामै सडाउन उद्धत छ? यो प्रश्नलाई रासपाकै सांसद पुकार बमको पछिल्लो संसदीपूर्ण अभिव्यक्तिले झन् कडा बल दिएको छ। उनले एउटा अन्तर्वार्तामा उहाँ जीवित हुनुहुन्छ भने ल्याउँछौँ भनिदिएपछि आम नागरिक र पीडित बचतकर्ताहरू जिल खाएका छन्। के अर्बौं रुपियाँ ठगी गर्ने शक्तिशाली जीवी राई अब यो संसारमै छैनन्? के उनलाई राज्यकै भूमिगत शक्तिहरूले सदाका लागि मौन गराएका हुन्? कम्तीमा जीवीको वास्तविक हालत र उनी जीवित भए नभएको अवस्थाबारे सरकारले तत्काल जानकारी दिनुपर्ने र प्रश्न पार्नुपर्ने माग अहिले चौतर्फी रूपमा चर्किएको छ। को हुन् जीवी राई र कसरी भयो 21 अर्बको महाठगी? ओखलढुङ्गा घर भएका जीवी राई नेपालमा अवैध नेटवर्किङ व्यवसाय हर्बो इन्टरनेसनल लगायतका विभिन्न विवादित कम्पनीहरू सञ्चालन गरेर चर्चामा आएका व्यक्ति हुन्। पछि उनले गोर्खा मिडिया नेटवर्क प्रणालीको स्थापना गरी ग्यालेक्सी 4K टेलिभिजन सञ्चालनमा ल्याए, जहाँ तत्कालीन समयमा चर्चित सञ्चारकर्मीहरू समेत आबद्ध थिए। तर यो सञ्चार साम्राज्यको भित्री जग भने सर्वसाधारणको रगत पसिनाको कमाइमा टिकेको रहस्य पछि मात्र खुल्यो। अनुसन्धानका क्रममा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगञ्जको सानो पाइला लगायत देशका प्रमुख सहरमा खोलिएका 9वटा ठुला सहकारी संस्थाहरूबाट बचतकर्ताको रकम नियम विपरीत अपचलन गरिएको पाइयो। 1 दर्जनभन्दा बढी सहकारी र कम्पनीहरू मार्फत झन्डै 50,000 भन्दा बढी सर्वसाधारणको 21 अर्ब रुपियाँ भन्दा बढी रकम गैर कानुनी रूपमा व्यक्तिगत कम्पनी र सञ्चार माध्यममा सारिएको पुष्टि भयो। बचतकर्ताहरूले आफ्नो मुद्दती र बचत रकम फिर्ता नपाए आत्महत्या गर्ने स्थिति आएपछि मात्र राज्य संयन्त्र बिउजिएको थियो। यस महाठगी प्रकरणमा जीवी राईको संलग्नता पुष्टि भए यता देशमा प्रधानमन्त्री नै 4 जना फेरिएका छन्। उनी विरुद्ध देशका विभिन्न जिल्ला अदालतहरूमा दर्जनौं मुद्दा दर्ता भएका छन् भने प्रहरीले 2080 भदौ 24 गते राई सहित 7 जना विरुद्ध पहिलो पटक पक्राउ पूर्जी जारी गरेको थियो। यस क्रममा बारा र काठमाडौँका विभिन्न जिल्ला प्रहरी कार्यालयहरूको अग्रसरतामा राई संलग्न 7वटा व्यक्तिगत कम्पनीको शेयर तथा सम्पत्ति रोक्का राख्न पहल समेत गरिएको थियो। विमानस्थलबाटै सशक्त उन्मुक्ति र भारत हुँदै मलेसिया प्रस्थान। जीवी राईलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाए पनि उनलाई भगाउन र लुकाउन राज्य संयन्त्रकै कतिपय उच्च ओहदाका व्यक्तिहरूको कडा संरक्षण रहेको अनुसन्धानका कतिपय कडीहरूले देखाउँछन्। स्रोतका अनुसार 2080 भदौ 10 गते मलेसियाबाट नेपाल आएका जीवी राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको फन्दामा परेका थिए। अध्यागमन विभागले उनलाई केही समय नियन्त्रणमा लिए पनि माथिल्लो तहको कडा राजनीतिक आदेश आएपछि उनलाई रहस्यमय ढङ्गले उन्मुक्ति दिएको दाबी बाहिर आएको थियो। विमानस्थलबाट उम्किएपछि कानुनी फन्दा कसिने डरले जीवी राई स्थलमार्ग खुल्ला सिमानाको प्रयोग गर्दै भारत पुगेका थिए। नयाँ दिल्लीबाट उनी 2080 भदौ 26 गते मलेसियाका लागि उडेको र भदौ 27 गते क्वालालम्पुर पुगेको मलेसियाको अध्यागमन अभिलेखले देखाएको छ। नेपाल प्रहरीले उनलाई फर्काउन इन्टरपोल मार्फत पहिले डिफ्युजन नोटिस र पछि रेड कर्नर नोटिस समेत जारी गर्यो। विशेष अनुसन्धान टोली मलेसियाको क्वालालम्पुरसम्म पुगेर राईको लोकेसन पत्ता लगाए पनि उनलाई नेपाल ल्याउन कानुनी जटिलता खडा भयो। नेपाल र मलेसिया बीच सुपुर्दगी सन्धि तथा पारस्परिक कानुनी सहायता सन्धि नभएका कारण मलेसिया सरकारले वैध भिसामा बसेका र आफ्नो देशमा कुनै आपराधिक रेकर्ड नभएका व्यक्तिलाई बिना सन्धि सुपुर्दगी गर्न नमिल्ने जवाब फर्काएपछि यो कूटनीतिक प्रयास भङ्ग भएको थियो। राज्य संयन्त्रको असफलता कि नियत बस लाचारी?
जीवी राई प्रकरणले नेपालको गृह प्रशासन, कूटनीतिक क्षमता र राजनीतिक निष्ठामाथि एउटा ठूलो प्रश्न चिन्ह खडा गरिदिएको छ। अचम्मको कुरा त के छ भने सर्वसाधारणको अर्बौं रुपियाँ ठगी गरेर राई फरार भएको 5 वर्ष बितिसक्दा र उनी मलेसियामा लुकेर बसेको जगजाहेर हुँदा पनि उनले सहकारीको पैसा ओसारेर स्थापना गरेका नेटवर्किङ र व्यक्तिगत कम्पनीहरू भने नेपालमा अहिले पनि निरन्तर रूपमा सञ्चालन भइरहेका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग, प्रहरी, अदालत, प्रदेश र स्थानीय तहका निकायहरूबीच उचित समन्वय नहुँदा यो फाइल केवल एउटा कार्यालयबाट अर्को कार्यालयमा मात्रै घुमिरहेको छ। पहिले प्रतिपक्षमा रहँदा गृह प्रशासनलाई निकम्मा घोषणा गर्ने राजनीतिक शक्तिहरू अहिले सरकारको मूल नेतृत्वमा भए पनि ठोस प्रगति शून्य प्राय देखिनुले कतै यो लडाई केवल राजनीतिक दाउपेच मात्र त थिएन भन्ने आशंका जन्माएको छ। 21 अर्बको ठगीमा डुबेका हजारौं सर्वसाधारण नेपालीको आँसु र जीवी राई खै भन्ने प्रश्नको वास्तविक र तार्किक जवाफ नआएसम्म नेपालमा कानुनी राज्य र सुशासनको गफ केवल सस्तो नारामा मात्र सीमित रहने निश्चित छ।